6 psychological traits that make people say yes without using power or force. Welcome to Leadership Simplified with Faisal. Successful leaders aren't smarter than you. They are taught 6 psychological tricks that you were never taught. हार्वर्ड बिजनेस रिभ्यूमा दशकौंदेखि भएको अध्ययनले के देखाउँछ? मानिसलाई इन्फ्लुएन्स गर्न केही पावरफुल साइकोलोजिकल प्रिन्सिपल्सहरू हुन्छन्। यी प्रिन्सिपल्सलाई डाक्टर रोबर्ट कियाल्डिनीले पर्सुएसन अर्थात् मनाउने कला भनेका छन्। तर पर्सुएसन केवल च्यारिजमा होइन, राम्रो बोल्ने कला मात्र होइन, कसैलाई म्यानिपुलेट गर्ने ट्रिक मात्रै होइन। पर्सुएसन पछाडि साइन्स छ र मान्छेलाई इन्फ्लुएन्स गर्न 6वटा फन्डामेन्टल प्रिन्सिपल्सहरू छन्। ल अब आज हेरौँ यी 6वटा प्रिन्सिपल्स र लिडर भएर तपाईँले यी 6वटा प्रिन्सिपल्सलाई कसरी प्रयोग गर्न सक्नुहुन्छ भनेर। ल 1 द प्रिन्सिपल अफ लाइकिङ। पिपल से यस टु पिपल दे लाइक, नट द स्मार्टेस्ट पर्सन इन द रुम। अर्थात् माया दिए माया पाइन्छ। कियाडिनीको प्रिन्सिपल अफ लाइकिङ बुझाउन क्लासिक एक्जाम्पल हो टुपरवेयर पार्टी। रिटेल सप्समा डाइरेक्ट सेल्स गर्नुको सट्टा कम्पनीले घरको लेडिज होस्टलाई आफ्नो फ्रेन्ड्स र नेबर्सलाई टी एन्ड स्न्याक पार्टीको लागि आमन्त्रण गर्दथ्यो। साइकोलोजिकल रिसर्चको अनुसार गेस्टले प्रोडक्टको क्वालिटी वा आवश्यकता मात्र हेरेर होइन, होस्ट आफ्नो नजिकको साथी वा आफन्त भएकाले साथीको सम्मान वा रिलेसनसिप जोगाउन सामान किन्दथे। कियाडिनीको रिसर्च अनुसार प्रोडक्टको फिचर्स भन्दा पनि होस्टप्रतिको लाइकिङ, सोसल एफेक्सन र बोन्डले बाइङ डिसिजन 2 गुणासम्म असर गर्दथ्यो। प्रिन्सिपल 2 द ल अफ रेसिप्रोसिटी। पहिला दिनुहोस् अनि आफै उपेक्षा राख्नुहोस्। फर्स्ट हेल्प अदर्स। सपोर्ट अ कलिग अन अ टाइट डेडलाइन एन्ड दे विल ह्याप्पिली रिटर्न द फेभर। One charity just doubled the donations by keeping $1 gift card before asking for money. Even in your team, help someone before you need help. It always comes back. Law 3 the principle of social proof. We copy people similar to us, not celebrities, not strangers, peers. जब मेरो क्लासको स्टुडेन्ट्सले सर आज हामीलाई लेक्चर क्लास चाहिँदैन भने, I knew that forcing my authority as professor would only cause resistance. त्यसैले मैले सोशल प्रुफको साइकोलोजी प्रयोग गरेँ। Because people follow the lead of their peers much faster than top down orders. Top down pressure दिनुको सट्टा I turned to a respected student in a class and asked him, what do you think? आज यो इम्पोर्टेन्ट टपिक गर्ने कि छोड्ने? उसले भन्यो सर यो टपिक इम्पोर्टेन्ट छ, आज पढौँ भन्ने बित्तिकै द होल क्लास इन्स्टेन्टली एग्रीड। ल 4 द प्रिन्सिपल अफ कन्सिस्टेन्सी। सलमान खानको एउटा फेमस डायलॉग याद छ, एक बार जो मैंने कमिटमेंट कर दी तो फिर मैं अपने आप की भी नहीं सुनता। ह्युमन साइकोलोजी एक्ज्याक्टली सेम टाइपले काम गर्दछ। कियाल्डिनीले एचबीआर आर्टिकलमा यसलाई प्रिन्सिपल अफ कन्सिस्टेन्सी भन्नुभएको छ। मानिसहरू आफ्नो पब्लिक कमिटमेन्टसँग सधैँ कन्सिस्टेन्ट रहन चाहन्छन्। आर्टिकलमा एउटा उदाहरण छ, पेटिसनमा साइन गरेका मान्छेले पछि 92% अफ देम donated for a cause. Don't just get a verbal yes, ask them to write it, say in front of others or send a quick summary email. Once it's seen by public, they will fight to keep up their word. Law 5 the principle of authority. नेपालीमा यसलाई भनिन्छ जान्नेको अगाडि जान्ने पनि झुक्छ। कियाल्डिनीको अनुसार ह्युमन बिङ्स नेचुरली डिफर टु जेन्युन एक्सपर्ट बट ओन्ली when their experience is visible. हस्पिटलको एउटा स्टडीमा स्ट्रोक पेसेन्ट्सहरूले फिजिकल थेरापीहरू स्किप गरिरहेका थिए। जब हस्पिटलले थेरापिस्टको डिप्लोमास एन्ड सर्टिफिकेट्सहरू रुमको वालमा डिस्प्ले गर्यो, पेसेन्ट कम्प्लायन्स जम्प 34%. People don't go to authority because of pressure. They differ when two expertise is clear and respected. Don't hide your experience. Mention it naturally before you make your act. Law 6 the principle of scarcity. People want what's about to disappear. कियाल्डिनीको अनुसार ह्युमन साइकोलोजीले के पाउँछ भन्दा पनि नलिँदा के गुम्छ भन्ने कुरालाई वेट दिन्छ। नेपालमा रिसेन्ट एलपीजी ग्यास सर्टेज हुँदाको अवस्था यसको उत्तम उदाहरण हो। ग्यास आउँदैन या बजारमा सर्टेज हुँदैछ खबर आउने बित्तिकै मानिसहरू लामो लाइन वा भारी वर्षाको प्रभाव नगरिकन थप सिलिन्डर होल्ड गर्न चाहन्छन्। द फियर of losing out drives immediate action faster than any future benefit. कियाल्डिनीको मेसेज एकदम पावरफुल छ। पर्सुएसन इज नट म्याजिक, इट क्यान बी लर्न। तर एउटा कुरा याद राख्नुहोस्, यी लजहरू लङ टर्ममा तब मात्रै काम गर्छन् जब यी साँचो हुन्छन्। नक्कली प्रेज, नक्कली अर्जेन्सी, नक्कली कमिटमेन्ट मानिसलाई एक न एक दिन थाहा हुन्छ र यो थाहा भएपछि ट्रस्ट सदाको लागि हराउँदछ। यी 6वटा नियम मध्ये तपाईलाई सबभन्दा प्रभावशाली कुन लाग्यो कमेन्टमा भन्नुहोस् र यस्तै पावरफुल बिजनेस टिप्सको लागि फलो गर्नुहोस् Leadership Simplified with Faisal. जय नेपाल।